Hello everyone. This video is for the one who are confused about cost sheet. एक्जाममा चाहिँ cost sheet कसरी गर्ने त त्यो कन्फ्युजन छ भने चाहिँ यो भिडियो हजुरको लागि हो स्पेसली फर दोज क्लास 12 स्टुडेन्ट्स who are preparing for their terminal and board exam र जसलाई चाहिँ cost sheet गाह्रो लाग्छ है if you are one of those then this video is for you. Do watch this video completely plus यदि कोही साथीहरूलाई गाह्रो छ भने उनीहरूलाई पनि सेयर गर्नु होला मैले चाहिँ 2082कै बोर्ड एक्जामको एउटा क्वेसन ल्याएको छु कसेट सो हियर इज द क्वेसन है सो यहाँ के भनेको छ हेरौँ है एउटा फ्याक्ट्रीको सिनारियो दिएको छ जहाँ चाहिँ केही सामान हामीले किनेको छौँ मेटेरियल पर्चेस छ अनि केही फ्याक्ट्री एक्सपेन्सेस छ केही अफिस एक्सपेन्सेस छ र केही सामान बेच्न लागेको खर्चहरू पनि दिएको छ बिसाइड द्याट हामीलाई स्टक अफ गुड्स दिएको छ तिनटै सामानको है र मेटेरियलको अर्को सेमी फिनिस गुड्सको र फिनिस गुड्सको पनि ओपनिङ र क्लोजिङ स्टक दिएको छ र लास्टमा के भनेको छ प्रफिट पोलिसी चाहिँ 20% अन कस्ट प्राइस 20% चाहिँ प्रफिट हुनुपर्छ भनेको छ है सो बेस अन द्याट वी निड टु प्रिपेयर कस्ट सिट जसको मार्क्स चाहिँ 8 छ इक्जाममा ल लेट्स गेट रेडी कपी पेन लिएर आउँ है सँगै गर्नुपर्छ त लेट्स ह्याभ फन टुगेदर सो फर्स्टमा त फर्मुला रेडी गरौँ सो मेरो फर्मुला रेडी भयो सो इट इज ल सो फर्स्टमा के हुन्छ त हामी र मेटेरियल कन्ज्युम निकाल्छौँ है सिधै हामीलाई र मेटेरियल कन्ज्युम दिएको छैन यहाँ मेटेरियल पर्चेस दिएको छ ओपनिङ स्टक अफ मेटेरियल दिएको छ सो फर्स्टमा र मेटेरियल कन्ज्युम निकालौँ लेट्स डु इट सो फर्स्टमा र मेटेरियल कन्ज्युम निकाल्ने के हुन्छ सुरुको फर्मेट हाम्रो फर्स्टमा ओपनिङ स्टक अफ र मेटेरियल आउँछ है यहाँ दिएको जुन र मेटेरियलको ओपनिङ स्टक दिएको छ यो भ्यालु फर्स्टमा लेख्छौँ हामी ओपनिङ स्टक अफ र मटेरियल्स कति एमाउन्ट दिएको छ डिटेल्समा लेख्छौँ है 40,000 दिएको छ ल त्यसपछि यार यसमा के गर्छौँ त हामीले नयाँ किनेको एड गर्छौँ है सो एड मटेरियल्स पर्चेज्ड सो मेटेरियल पर्चेज कति दिएको छ 4 लाख छ सो 4 लाख डन ल अब त्यसपछि अर्को के दिएको छ अरे जुन सक्यो म त्यसलाई चाहिँ स्ट्राइक गरिदिन्छु काटिदिन्छु सहिलो हुन्छ बिर्सिने चान्स हुन्न ल यो पिङ पनि सक्यो यतिसम्म गऱ्यौँ होइन त्यसपछि अरू के दिएको छ हामीले सामान किन्ने बेला केही खर्चहरू छ त पर्चेज रिलेटेड एक्सपेन्सेस हेर्नु पर्ने हुन्छ है सो पर्चेज रिलेटेड एक्सपेन्स के दिएको छ हेरौँ त क्यारेज अन पर्चेज दिएको छ सो क्यारेज अन पर्चेज यहाँ हालिदिन्छौँ यो पनि एड नै हुन्छ क्यारेज अन पर्चेज भने के हो त हाम्रो सामान किन्दा लागेको कस्ट भन्नु खोजेको है ट्रान्सपोर्टेसन कस्ट भन्नु खोजेको अरू होइन है यो हाम्रो कति दिएको छ 20,000 अरू केही छ त सामान किन्दा लागेको कस्ट हेरौँ है क्वेसनमा सरस्वती हेरौँ यो पनि सक्यो सो काटिदिएँ या द इज गिभन कस्टम ड्युटी त्यो भनेको बोर्डरमा तिरेको ट्याक्स होइन भन्सार महसुल भएको छ नि हामीले सपोज इन्डियाबाट सामान मगायो भने चाहिँ भन्सार ट्याक्स बोर्डरमा चाहिँ हामीले ट्याक्स तिर्नुपर्ने हुन्छ भन्सार कर तिर्नुपर्ने हुन्छ त्यो सामान किन्दामा लाग्छ त्यही भएर चाहिँ हामीले यो यहाँ हालिदिन्छौँ है ल अर्को दिएको छ कस्टम ड्युटी ल यो पनि हामीले हालिदिउँ कति एमाउन्ट दिएको छ 10,000 डन यो पनि सक्यो यसलाई पनि मैले स्ट्राइक गरिदिएँ त्यसपछि अरू के दिएको छ हेरौँ है सामान किन्न लाग्ने खर्च अरू केही छ त छैन क्याज आउट भनेको सामान बेच्दा हो यो पर्चेस सेलिङ एन्ड डिस्ट्रिब्युसन आउँछ है अरू छैन है यहाँ या डन यति नै छ हाम्रो सामान किन्न लाग्ने खर्च त्यसपछि आएर हामीले सामान त पहिला 40,000को थियो अहिले 4 लाखको किन्यौँ फेरि यसमा एडिसनल कस्ट पनि खर्च गरेको छौँ तर केही सामान त बाँकी पनि त छ नि त होइन जुन सामान युज भएको छैन त्यो खर्च भन्न मिल्दैन या अफकोर्स हामीले खर्च गरेको किनेको हाउ एभर द्याट हेजन बिन कन्ज्युम्ड कि त्यो सामान बनाउनुमा जुन हामी फिनिस गुड्स बनाउनु लगाएको छौँ त्यसमा युज भएको छैन नि त सो त्यही भएर त्यो चाहिँ स्टकमै रहन्छ त्यो क्लोजिङ स्टक हुन्छ त्यो हाम्रो एसेस पार्टमा हुन्छ होइन द्याट्स नट एक्सपेन्सेस त्यही भएर हामीले के गर्छौँ त ट्रेडिङ एकाउन्ट बनाउँदाखेरि क्रेडिट साइडमा हाल्छौँ नि क्लोजिङ स्टक त्यही भएर हो कि है ल सो यहाँ लेस गर्छौँ है त लेस क्लोजिङ स्टक अफ के हो अफ र मेटेरियल्स है ल कति दिएको छ यहाँ क्लोजिङ स्टक 60,000 दिएको छ ल यो पनि डन यसलाई पनि स्ट्राइक गरिदिएँ 60,000 यो ब्राकेटमा हालिदिउँ अब यो सबै हामी एडजस्ट गरेर कति आउँछ हेरौँ त 40,000 प्लस ल यो गरौँ त कति आउँछ निकालौँ लेट्स डु इट यस द्याट्स करेक्ट 4,10,000 है सो 4,10,000 डन ल यो भयो हाम्रो आयो कति यो आयो यो भनेको हाम्रो र मेटेरियल कन्ज्युम ल यहाँ तलै हालिदिउँ सिधै
र मेटेरियल कन्ज्युम्ड, एमा र मेटेरियल कन्ज्युम्ड। त्यसपछि आएर अरू के हुन्छ त? अरू भनेको यसपछि आएर डाइरेक्ट कस्ट अरू के हुन्छ त? डाइरेक्ट वेजेसहरू, डाइरेक्ट एक्सपेन्सेस के दिएको छ सबै जोड्नु पऱ्यो त्यसमा है। यसमा एड गर्छौँ हामी अब डाइरेक्ट वेजेस। डाइरेक्ट वेजेस दिएको छ क्वेसनमा हामीलाई छ दिएको छ, 2 लाख दिएको छ डाइरेक्ट वेजेस। म स्ट्राइक गरिदिएँ, यहाँ हालिदिएँ डाइरेक्ट वेजेस, यो छ 2 लाख। त्यसपछि अरू के दिएको छ हेरौँ है, अर्को यो चार्जेबल एक्सपेन्सेस, यो पनि डाइरेक्ट एक्सपेन्सेस नै हो है। सो हामीले यहीँ हालिदिन्छौँ एड डाइरेक्ट वेजेस, यो चार्जेबल एक्सपेन्सेस, ल कति एमाउन्ट दिएको छ? 80,000 दिएको छ। डन, यति नै हो आई थिङ्क डाइरेक्ट एक्सपेन्सेसहरू। अरू कुनै छ हेरौँ है, डाइरेक्ट एक्सपेन्सेस, यो फ्याक्ट्री रेन्ट त इन्डाइरेक्ट भयो। डन, यति नै हो। सो द्याट्स इट, यो भयो। यति सबै जोडेर आयो के आउँछ तब? प्राइम कस्ट है। सो प्राइम कस्ट देख्छौँ हामी बीमा, प्राइम कस्ट कति हुन्छ त? 410 प्लस 2 लाख भनेको 6,10,000, सो 6,09,000 भयो है। ल, यो भयो हाम्रो प्राइम कस्ट। अब त्यसपछि आएर यसमा के गर्छौँ त हामीले? प्राइम कस्ट थाहा भयो, अब फ्याक्ट्रीमा लाग्ने कस्ट पनि त हुन्छ, फ्याक्ट्रीमा लाग्ने अरू इन्डाइरेक्ट कस्टहरू है। अब यो सबै त डाइरेक्ट कस्ट भयो, सामान बनाउन लाग्ने कस्ट भयो। त्यो पछि अरू इन्डाइरेक्ट कस्ट हुन्छ, जसमा त्यो फर्स्ट भनेको फ्याक्ट्रीमा लाग्ने कस्ट हुन्छ। सामान बनाउँदैछ भने फ्याक्ट्रीमा पहिला इन्डाइरेक्ट कस्ट आएको छ, सो एड गर्छौँ हामी कि फ्याक्ट्री ओभरहेड है। फ्याक्ट्री ओभरहेड्सहरू के छ त हेरौँ है। फ्याक्ट्रीमा लागि इन्डाइरेक्ट कस्टहरू के दिएको छ हेरौँ। एउटा इन्डाइरेक्ट मेटेरियल यो हो, फर्स्टमा यो भयो। सो इन्डाइरेक्ट मेटेरियल लेख्छौँ हामी यहाँ, इन्डाइरेक्ट मटेरियल कति दिएको छ हाम्रो केसमा? 20,000 दिएको छ। त्यसपछि अरू पनि दिएको छ जस्तो लाग्यो, चाहिँ हेर्नु त के छ हाम्रो? फ्याक्ट्री रेन्ट, यो पनि फ्याक्ट्रीमा लाने कस्ट नै भयो। सो यो पनि हालिदिन्छौँ हामी यहाँ, फ्याक्ट्री रेन्ट 40,000। सब फ्याक्ट्रीमा लाने खर्चहरू हेर्नु पऱ्यो कि। फ्याक्ट्री रेन्ट यो 40,000। त्यसपछि अरू के छ त? डिप्रिसिएसन अन, डिप्रिसिएसन हेरौँ है। फ्याक्ट्री मेसिनरी, यो पनि त फ्याक्ट्रीमै भएको मेसिन हो, त्यसमा डिप्रिसिएसन लागेको त्यो इन्डाइरेक्ट कस्ट हो कि। सो यो पनि यहाँ हामीले हाल्नुपर्छ है त। सो त्यही भएर डिप्रिसिएसन अन फ्याक्ट्री मेसिनरी, ल कति दिएको छ? 20,000 दिएको छ, यो पनि हालिदिउँ। अरू कुनै कस्ट छ त हेरौँ है, यो पनि डन स्ट्राइक गऱ्यौँ। फ्याक्ट्रीमा लाने खर्च है, यो फ्याक्ट्रीमा लाने खर्च, यो अरू होइन। ल, यति नै भयो। सो यसपछि आयो के त अब? सो यो सबै जोडेर कति हुन्छ? 80,000 भयो। म यहाँ 80,000 यहाँ लेखिदिएँ। डन। अब यो र यो जोड्नु पऱ्यो है, 690 र 80,000 जोड्दा कति आउँछ? 770। यो भयो हाम्रो के त? के भयो? फ्याक्ट्री कस्ट मात्र हो त? होइन, फ्याक्ट्री कस्ट इन्कर्ड है। किन इन्कर्ड भन्यो त? किन भन्दा यहाँ चाहिँ हामीलाई यहाँ सेमी फिनिस कोर्स अथवा वर्किङ प्रोग्रेसको ओपनिङ स्टक र क्लोजिङ स्टक दिएको छ। त्यस्तो भए चाहिँ हाम्रो तब चाहिँ सुरुमा फ्याक्ट्री कस्ट इन्कर्ड आउँछ, त्यसपछि मात्रै फ्याक्ट्री कस्ट आउँछ है। सो त्यही भएर यो भएको हाम्रो सी, फ्याक्ट्री कस्ट अथवा वर्क कस्ट इन्कर्ड है। त्यसपछि यसमा के गर्छौँ त? ओपनिङ स्टक जोड्छौँ, क्लोजिङ स्टक घटाउँछौँ है जहिले पनि। सो एड ओपनिङ स्टक अफ, के हो हाम्रो सेमी फिनिस कोर्स भनेको छ त डब्लुआइपी, एउटै वर्किङ प्रोग्रेस, त्यही नै हो। र मैले यहाँ अहिले क्वेसनमा जे दिएको छ त्यही नै लेख्थेँ, सेमी फिनिस गुड्स। ओपनिङ स्टक कति दिएको छ? 80,000 छ, यो एड गर्ने भयो है। त्यसमा फेरि क्लोजिङ स्टक चाहिँ घटाउनु पऱ्यो, लेस क्लोजिङ स्टक अफ सेमी फिनिस्ड गुड्स कति दिएको छ हाम्रो? 20,000 दिएको छ। सो ब्राकेटमा घटाउने आइटम हो, ब्राकेटमा भनेपछि के हो? 80,000 माइनस 20,000 कति भयो त? ट्याक्कै मैले भनिदिइहालेँ, 60,000 होइन। सो 60,000। अब यसपछि चाहिँ है, अब यो 770मा चाहिँ 60 जोड्दा कति आउँछ त? 830, द्याट इज फ्याक्ट्री कस्ट अर वर्क कस्ट है। फ्याक्ट्री कस्ट
अर ओफ कस्ट जो लेख्दा पनि हुन्छ केही फरक पर्दैन है। सो यो कति भयो त 8,30,000। ल अब त्यसपछि फ्याक्ट्रीमा त कस्ट लाग्छ त होइन नि त होइन, साइड बाई साइड त हाम्रो के हुन्छ अफिस पनि हुन्छ। सो अफिस रिलेटेड कस्ट है। सो अफिसको ओभरहेड्स भनिन्छ। सो हामी एड गर्छौँ एडमिनिस्ट्रेटिभ एन्ड अफिस ओभरहेड भन्छौँ ल। अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड्स भनेको अफिस र एडमिनिस्ट्रेसन कामको लागि लाग्ने इन्डाइरेक्ट खर्चहरू के हुन्छ त। ल क्वेसनमा के दिएको छ हेरौँ त। एउटा दिएको छ डिप्रिसिएसन। यहाँ हेरौँ है, अफिस फर्निचरको डिप्रिसिएसन भनेको छ एउटा, त्यो जान्छ। ल सो डिप्रिसिएसन अन अफिस फर्निचर है। त्यो भने कति एमाउन्ट दिएको छ हामीलाई 30,000 दिएको छ, यो पनि डन। ल त्यसपछि अरू के छ त अफिस खर्च, क्यारेज अर्डर हो होइन, डेलिभरी म्यान हो होइन, लिगल फी र अडिट फी, यो भनेको एडमिनिस्ट्रेटिभ पार्ट हो अफिसमा लाग्ने त। यो अफिस फर्निचरको भयो, डेप्रिसिएसन भयो। अर्को यो लिगल फी अडिट फी भनेको लिगल भनेको लयरलाई तिर्ने फी, यो पनि त अफिसमा केही लाइक केही मुद्दाहरू चल्यो भने त्यस्तो बेला चाहिँ लयरलाई पैसा तिर्नु पऱ्यो। अडिट फी भनेको अडिटरलाई तिर्ने पैसा, सिएलाई तिर्ने पैसा, त्यो पनि वान्स अ इयर तिरिन्छ होइन। अडिटरले चाहिँ हाम्रो कम्पनीको अडिट गरेपछि। सो दिज आर एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस है। सो यो पनि यहीँ हालिदिन्छौँ हामीले। ल सो लिगल फिज र त्यसपछि आएर अडिट फी। कति कति दिएको छ त 25,000 र 18,000। 25,000 18,000 डन। अब यो तिनटै जोडौँ कति आयो त हाम्रो, यति नै छ अफिस एक्सपेन्सेस। यसलाई स्ट्राइक गरिदिएन भयो। अफिस एक्सपेन्स अरू त छैन नि, डन यति नै हो। सो यो बाँकी भनेको सेलिङ एक्सपेन्सेस हो। हामीले यो पनि सकिसक्यो है, वर्किङ प्रोग्रेसको पनि लगिसक्यो हामीले, यो पनि स्ट्राइक गरिदिउँ डन। सो अब यो कति एमाउन्ट हुन्छ त 30,000 हुन्छ, 55 60 to 73 भयो है। ल 72,000 यो र यो जोड्नु पर्यो, कति आउँछ त हाम्रो 70,000 र 70,000, यो भने चाहिँ कति भयो त, कति आउँछ निकाल्नु ल, सँग गर्नुपर्छ है हामीले है, ध्यान दिएर गरौँ। 9 लाख कति 3,000 है, सिम्पल छ। ल यो भने के हो त, यो हाम्रो के हो, के हो नाम, यो कस्ट अफ प्रडक्सन है। भनेको हामीले प्रडक्सन गर्न यति कस्ट लाग्यो। ल अब यसमा जति प्रडक्सन गरेर सबै बेच्यौ त, बेचेको छैनौँ नि त है। यहाँ भनेको छ हेरौँ त, क्लोजिङ स्टक 70,000 छ नि त, यति बराबरको त बेचेकै छैनौँ। र पहिला त सुरुमा के गर्छौँ, पुरानो पहिला बेच्छौँ, फिनिसको स्टक ओपनिङ स्टक पहिला बेच्छौँ। सो त्यही भएर यसमा अब के गर्छौँ हामीले भन्दाखेरि ओपनिङ स्टक अफ फिनिस गुड एड गर्छौँ र क्लोजिङ स्टक घटाइदिन्छौँ है। सो ओपनिङ स्टक अफ फिनिस गुड्स यो चाहिँ हामी हालिदिन्छौँ, एड गरिदिन्छौँ, यो आउँछ 1 लाख। अनि लेस गर्छौँ क्लोजिङ स्टक। ल कति 70,000 दिएको छ है। हुन्छ डिफ्रेन्स कति भयो, 1 लाख माइनस 70, त्यो पनि 30,000 आयो। ल 30,000 यसमा एड हुने भयो, 9,30,000 भयो। यो भने के हो त, यो भनेको कस्ट अफ गुड्स सोल्ड, जुन सामान बिकेको त्यसको कस्ट, कस्ट अफ गुड्स सोल्ड है। ल अब यसपछि के हो त, सामान कति बिक्यो त्यसको कस्ट पो थाहा भयो त। बिक्न जाँदाखेरि फेरि के एडभर्टाइजिङ गर्नु पर्ला होइन, डेलिभरी गर्ने मान्छेलाई कमिसन दिनु पर्ला, हो त्यो अब सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड है। अब यसमा जोड्छौँ, एड गर्छौँ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। के ओभरहेड्स दिएको छ सेलिङ एन्ड डिस्ट्रिब्युसन हेरौँ है। एउटा भनेको यहाँ बाँकी, अब यो बाँकी जे छ दुइटा बाँकी छ, त्यही नै हो है। डिप्रिसिएसन डेलिभरी भ्यानको पनि डिप्रिसिएसन हुन्छ, हो त्यो एमाउन्ट भयो। सो डिप्रिसिएसन अन डेलिभरी भ्यान कति दिएको छ हामीलाई, डिप्रिसिएसन डेलिभरी भ्यान 10,000 दिएको छ है। त्यसपछि अर्को के छ त हाम्रो क्यारेज आउट भनेको सामान बेच्दा लागेको ट्रान्सपोर्टेसन कस्ट, त्यो हामीले नि तिर्दिउँ। त्यस्तो भएर चाहिँ यो क्यारेज आउटवार्ड्स सो यो भयो 15,000।
दुवै जोडेर कति भयो 25,000। अब यहाँ हाम्रो आउँछ EFGमा के आउँछ त हुन्छ टोटल कस्ट फाइनल्ली है हाम्रो टोटल कस्ट थाहा भयो त्यो भने कति हो 933 मा यो जोड्नु पर्यो है द्याट इज 958,000 ल यो हाम्रो टोटल कस्ट यति गरेर सकिन्छ त कस्ट सिट सकिँदैन हामीलाई थाहा भयो होइन कस्ट र टोटल कस्ट चाहिँ हामीलाई यति लाग्छ थाहा भयो अब नाफा पनि त कमाउनु पऱ्यो नि त बिजनेस गरेर नाफा बिना चल्दैन सो अब यसमा एड गर्छौँ प्रफिट है ल एकैछिन त म यहाँ थपिहालौँ यसमा दुई लाइन ल सो के गर्छौँ एड प्रफिट नेट प्रफिट प्रफिट के भनेको छ हेरौँ त हाम्रो क्वेसनमा प्रफिट चाहिँ 20% अन कस्ट प्राइस क्वेसनमा भनेको छ है क्लियरली भनेको छ 20% कस्ट प्राइस भनेपछि हामीले कस्ट प्राइस 20% लिनु पऱ्यो भनेको यो 20% यसको चाहिँ ठ्याक्कै 20% लिनु पऱ्यो ल निकाल्नु त कति आउँछ 20% इन्टु 958,000 कति हुन्छ निकाल्नु ल त्यो एमाउन्ट सिधै यहाँ हालिदिन्छु निकाल्नु कति हुन्छ ल म क्यालकुलेटर कति हाल्छु त सिम्पल 20% इन्टु 958,000 कति आयो 191600 है 191600 अब यो जोडौँ कति आउँछ त यहीँ गरौँ न त प्लस 958,000 आउँछ 11,49,600 यहाँ लेखौँ 11,49,600 यो के हो त हाम्रो यो हो सेल्स रेभेन्यू है टोटल सेल्स डन क्ल्याप फर योरसेल्फ यस त्यो रेडी है ल द्याट्स इट यति नै हो है सो आई गेस हजुरले मजाले बुझ्नुभयो होला यदि स्टिल केही कन्फ्युजन छ भने प्लिज कमेन्ट डाउन बिलो एन्ड प्लस भिडियो कस्तो छ त्यो पनि कमेन्ट गर्नु होला र राम्रो लागेमा डु फलो माई युट्युब च्यानल र सब्सक्राइब गर्न नबिर्सौँ र साथीहरूलाई पनि सेयर गर्न नबिर्सौँ है त ल आजलाई यति नै थ्याङ्क यू सो मच बाई